हामी कामी हो, हामीलाई कामी नभन् भनेर हामीले काहीँ पनि भने छैनौँ होइन। कामी भन्न पाउनुहुन्छ, तर कस्तो तरिकाले भन्नुहुन्छ भन्नेमा हुन्छ नि त। उहाँले हामीलाई भन्नुभयो कि एउटा जात हो, तिमीहरू एउटा जात हो जस्तो लाग्यो हजुरहरूलाई हेर्दा। अनि भन्नुहोस् न त के हो जस्तो लाग्यो भन्दाखेरि चाहिँ कामी दमाई सार्कीमा एउटा जात लाग्यो भनेपछि त एउटा भन्नु पर्यो नि त। किन तिनटामा एउटा? त्यो तिनटा जात भनेको त हाम्रो समाजमा त दलित भनेर छुट्याएको जात हो नि त। उहाँले चाहिँ हामीलाई किन दलितमै एउटा हुनुपर्छ भनेर किन भन्नुभयो भनेर मेरो त भिडियोमा पनि प्रश्न त्यही थियो। त्यो कुरालाई हामीले पोजिटिभ लियौँ होइन। हामी हो, हामी यो हो त्यो हो भनेर हामी जब बिल तिर्ने बेलामा उहाँले के भन्नुभयो कि हाम्रो बाबुआमाको पालामा मेरो साथीहरू पनि तिमीहरूकै जातका थिए, त्यति बेला मेरो घरमा आउँदाखेरि पानी खाएको ग्लास पनि माझेर जान्थे भन्दा हामीलाई कति नमजा लाग्यो होला। खाना गहम चटपट खाना गहम अनि आफ्नै हुन्छ नि त त्यो गिराएर कि हामीलाई गिराएर त्यस्तो भन्दाखेरि त हामीलाई एकदम नर्माइलो लाग्यो नि त। त्यो कुरा पनि हामीले ल ठिकै छ भनेर त्यहाँ हामीले उस गरेनौँ होइन, वाद विवाद गरेनौँ। फेरि पछि हामीले टिप्स दिँदाखेरि हामीले दिएको टिप्स उहाँले राख्न हुँदैन र अब यो कुन भिक्षुलाई जान्छ भनेर भन्नुभयो नि त। के हामीले दिएको टिप्स उहाँले राख्नै नहुने? हामीले त त्यो उहाँको स्टाफलाई होस् एक्स्ट्रा स्यालेरी पनि दिन मिल्छ नि त सबै टिप्सहरू कलेक्ट गरेर। तर उहाँले त कुन भिक्षुलाई जान्छ भन्दाखेरि त हामी त साह्रै नराम्रो लाग्यो नि त। अनि यो कुराले त मलाई त रात दिन सतायो कि हाम्रो अनुहार हेरेर उहाँले कसरी भन्न सक्नुहुन्छ कामी दमाई सार्की। अनि त्यसपछि फेरि अब त छुवाछुतको कुरा निस्किनै पर्थेन, त्यो किन निकाल्नु भयो? अनि फेरि हामीले दिएको टिप्स पनि दिन नहुने रहेछ कि भनेर मलाई त त्यो मानसिक तनावै भयो नि त। त्यही भएर म बोलेको हो नि त। मान्छेहरूले भाइरल हुन बोलियो हुन बोली भन्यो होला नि, तर मलाई परेको पीडा त मलाई थाहा छ नि त। अरूले त्यो थाहा पाउँदैन नि त। मैले आवाज उठाएँ भन्दैमा म भाइरल हुनै हो भन्ने त हुँदैन नि त।